कहाँ पुगेर आउनुभयो? मार्केटबाट पेप्सी लिनलाई मार्केटबाट यहाँबाट बकालामा गयो बगलामा भी गया बकालामा गएको यार नेपाली यार बोल्नु न नेपाली आउँछ होला नि बकाला पनि गएको बन्द भइसक्यो त्यो बकालामा फेरि मार्केटमा गएको फेरि मार्केटमा गयो मार्केट पनि बन्द भइसक्यो यार तपाईँले सोनुमिजु लागि बर्थडे लागि केक लिनुभयो पेप्सी लिनुभयो धेरै धेरै धन्यवाद अरू के भन्न चाहनुहुन्छ केही भन्दैन ह्याप्पी बर्थडे भनिदिनु न त ल अरे पहिला केक काट्नु नि त ह्याप्पी बर्थडे भन्नु के ल ह्याप्पी बर्थडे यार ल थ्याङ्क यू तपाईँलाई थ्याङ्क यू पेप्सी कोक ल्याइदिनु भएकोमा धेरै धेरै धन्यवाद ओके है ओके बोस नमस्ते गर्नुहोस् न त मलाई ओके बोस मलाई नमस्ते गर्नु न नमस्कार बोस हात जोड्नु न नमस्कार बोस हो थ्याङ्क यू धन्यवाद आशीर्वाद छ बाबुलाई ठिक छ दुईटा बिहा गर्नु अझै दुईटा है चारवटा बिहा गर्ने यहाँबाट जाँदा चारवटा बिहा गर्ने चारवटा बिहा गर्ने कतिवटा बिहा गरेछ एउटा मात्रै गरेको को को छन् घरमा घरमा को छन् घरमा सबै छ कि होइन एउटा बुढी अनि अरू एउटा छोरा र छोरी एउटा छोरा एउटा छोरी आइयो अरू अरू आमा छ आमा बुवा बुवा दाई दाई भाउजू भाउजू सानो भाइ अरू सानो भाइ त्यसको बुढी छ ठुलो दाइका एउटा छोरा र छोरी छ उहाँलाई के भन्न चाहनुहुन्छ त घरमा भनेछ धेरै धन्यवाद छ कि धेरै धन्यवाद छ कि पैसा पठाइदिनुहुन्छ कति पठाइदिनु भयो खोइ कति सेलरी आउँछ कति पठाउने सेलरी कति आउँछ त खोइ कति आउँछ 18-19 आउँछ 18-19 आउँछ होइन खानासाना कताएर कति आउँछ त सेलरी खोइ सत्य भन्नु कति आउँछ 1500-1400-1500 आउँछ 14-15 खाना कताएर खाना कहाँ काट्छ खाना काटेर कति आउँछ खाना त आफ्नो खानु नि खाना आफ्नो अनि त्यसो भन्दाले खाना नकाटेर कति 1400-1500 खाना 300 काट्छ भनेपछि 1200मा कति राख्नुहुन्छ कति राख्नु 200 राख्ने 1000 घर पठाउनुहुन्छ भनेपछि 38,000 बुढीलाई कति छोरालाई कति छोरीलाई कति सबै त्यसैको बुढीको पनि छोरा पुग्यो छोरी कति वर्ष भर्खर 3 महिना भइसक्यो 3 महिना त धेरै भयो मलाई दिनु हुन्छ नि केही छैन म छोरा जन्माउँछु मेरो छोरालाई दिनु है ल ठिक छ ल धन्यवाद ल धन्यवाद हजुरको नाम मेरो नाम सुभान मोहम्मद मुसलमान मेरो जिल्ला रूपन्देही थाना धागदही एकचोटि तपाईँको भाषामा नमस्ते धन्यवाद भनिदिनु भाइ कति यार भन्नु न कतिचोटि भने यार हजुरको भाषामा नमस्कार हजुरको भाषामा मेरो भाषामा सलाम वालेकुम त पाकिस्तानी हो क्या सलाम वालेकुम पो भन्छ अब थ्याङ्क यू भने धन्यवाद के भन्ने अब त नमस्कार ओके सुभान सर है फेरि भेटौँला सोनुलाई के भन्ने सोनुलाई अब सोनुलाई के भन्नुहुन्छ जाने